What's up? Welcome back to my new vlog. Today I am going to visit Swayambhu Nath. So अहिले म एटलिस्ट सो 1 राउन्ड त कम्प्लिट भइसक्यो। अब म 2 राउन्डको लागि कम्प्लिट गर्दैछु। अब 2 राउन्ड पनि लागिसक्यो जस्तो लाग्दैन, कता हिँड्दैछु। बिस्तारै बिस्तारै कम्प्लिट हुन्छ। Okay. My friends and my brothers said to me and my sister said to me, why not coming vlog 100 day 100 challenge 100 vlog challenge लिएर मात्रै हुँदैन, something भन्नुभएको। So I am sorry all of you because I am focused on study, so that स्टडीमा फोकस गरेर सो राम्रोसँग भ्लग बनाउन सक्दिनँ। सो द्याट डोन्ट माइन्ड, ओके रह्यो। आई नो मैले च्यालेन्ज गरेको थियो 100 vlog, बट आई डोन्ट नो वाइ नट अपलोडिङ भ्लग एन्ड सो डोन्ट माइन्ड एनी वान पर्सन टु मी। एक सेकेन्ड आउन त म र मेरो दिदी आएको, बट दिदी बिस्तारै आउनुभयो। सो म एक्लै आइदिएको। अब 1 हाफ चक्कर भइसक्यो। अब 3 चक्कर लाउने हुन्छ, त्यसपछि घर जाने हो गाइज। एन्ड माई फ्रेन्ड्स फाइनली 1 लगाएछ। सो सपोर्ट गर। ट्याङ्कको भ्यू हो गाइज। Look at the views, guys. यस्तो छ गाइज रातिको स्वयम्भू। My support for all little vlog हालेको सब स्टोरी। अब ट्राई गर्छु अनि ब्लगबाट अलिकति फोकस गर्छ फ्युचर बनाउनु। सो बिस्तारै ब्लग बनाउनु कन्टिन्यू गर्छु। तिमीहरूलाई लागिरहेको छ कि म किन रोड पार हिँडेको, मात्र किन हिँडेको, बिकज गाइज माथि एक्लै हिँड्नलाई अलिकति डर लाग्छ नि। सो द्याट मेरो 2 चक्कर हुन लाग्यो। अब 3 चक्कर गर्ने अनि दिदीसँग भेट्ने। दिदी 70 years हो। सो बिस्तारै हिँड्छु। सो म अलिक फास्ट हिँड्नु मान्छे। द्याट यु नो न गाइज। हात्तीको आर्टिस्ट भइसक्यो। त्यही चाहिँ केही काम गरेको थियो। यो महिना चाहिँ स्वयम्भू आउनुपर्छ भन्ने आस्था राख्नुपर्छ। आस्था राख्नु भएको हो। बुद्ध भगवान्ले पनि भन्नुभएको थियो। सो द्याट अहिले म र मेरो दिदी आएको नाइट भ्लग गाइज। केही राम्रो आएको छ त मलाई थाहा आएको छ कि आएन हो, बट अब त्यसमै म्यानेज गर्नु। बटेपछि म पुगिन्छु। सो बटेपछि पनि बनाउँछु। एकछिन अगाडि हामीले यहीँ लन्च गरेको। अगाडि पुग्यो। यो चाहिँ आमा बेबी। एकछिन अगाडि हामीले नानीहरू लन्च गरेको जसलाई स्मल लन्च पुगेको। स्वयम्भूको भ्यू गाइज। एकछिनपछि मेरो 2 चक्कर हुन्छ गाइज। अनि 3 चक्कर हान्ने। दिदीसँग भेटेर फेरि मिल्छ भने फेरि 1 चक्कर हान्ने। दिदी 70 years ओल्ड भए पनि बट उहाँमा जोस चाहिँ राम्रै छ। उहाँ धेरै धार्मिक पनि हुनुहुन्छ। सो
अब पनि फर्स्ट कति 2021 मा फर्स्ट टाइम आएको थियो स्विमिङ। त्यो टाइम चाहिँ मैले 1 चक्कर लगाएको दिदीसँग। म त आज 3 चक्कर लगाउनु पर्छ। कति राति भयो नि, आई डोन्ट केयर अबाउट नाइट। हजुरहरूले सपोर्ट गरिदिनु, म त्यो लानु लगाएको छु। यही ठाउँमा छुटेको थियो दिदी र म। मेरो त 1 राउन्ड भयो, दिदीको कति भयो थाहा भएन। भेटिन्छ भने छिटो गरेर ट्राई गर्छु गाइस दिदीलाई भेट्न। यो चाहिँ अगाडिको भ्यू। त्यति राम्रो क्वालिटी पनि छैन, सो द्याट नाइट टाइममा पुरै कालो भ्यू आउँछ। अलिअलि लाइट आयो भने चाहिँ अलिकति देखिन्छ मान्छे, नभए हजुरहरूले मेरो आवाज मात्रै सुन्नुहुन्छ होइन। My dream vlogging, but सबैले खिल्ती बनाउँछु जस्तो लाग्छ क्या गाइस। सो द्याट कन्टिन्युसली भ्लग बनाउनलाई त्यति साह्रो मोटिभेसन नै मिल्दैन। अनि तपाईँहरूले मैले अस्ति नै भनेको थिएँ कि तपाईँहरूलाई 100 सब्सक्राइब गरिदिनु, म डेली भ्लग हाल्छु भन्ने कि तपाईँहरूले गरिदिनु नै हुन्न। डिमोटिभेसन फिल हुन्छ। फ्यामिलीले त सपोर्ट गर्नुहुन्छ, बट छन् नि भन्न जानुहुने कोही हुन्छन् नि, सो द्याट त्यसैले मोटिभेसन मिल्दैन। आई ट्राई टु बेटर इन माई ब्लग, सो यु सपोर्ट मी, आई फोकस अन ब्लग राइट। प्रोग्राम भयो मेरो। फाइनल्ली गाइस 2 राउन्ड कम्प्लिट हालेँ। अब लास्ट 1 राउन्ड अनि दिदीले 16 राउन्ड हाल्नुहुन्छ। सो अब 2सँगै 4 राउन्ड पनि हाल्न सक्छु। त्यही छैन, आज डेमा फिभर पनि भइरहेको थियो, देशभरि सुतेको अनि अलिकति निको भएपछि काम गरेको। त्यसको हेर्नुभयो र बत्ती बाल्नु छ। यो चाहिँ ट्राभल गौशाला जानेको। यस्तै छ गाइस जिन्दगी। तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भने म डेली भ्लग हाल्न ट्राई गर्छु। अब स्कुलमा पनि मोबाइल लान मिल्दैन, सो द्याट अब रुललाई नमानिकन ब्लग मोबाइल भयो भने जानुपर्छ। somebody मेरो हल्का देखेर laughing, so I don't care about this body. I know I am small, but so no anyone चिन्नुहुन्छ कसैले मलाई। म बेला इङ्ग्लिस एन्ड नेपाली हानिदिन्छु, सो प्लिज कन्फ्युज नहुनु होला। अब त्यति साह्रो मजाक पनि नहुनु न। अरूले गर्न लागेको काममा सपोर्ट गर्न आउँदैन भने बिना काममा अरूलाई डिमोटिभेसन गर्नु चाहिँ किन? बिना काममा हाँसेर केही छैन। हजुर डल्लो जाने बाटो कताबाट हो? के भन्नु? डल्लो जाने बाटो के थाहा छैन, म त चाबेलबाट आएको, सरी। केही नथाहा भयो, के पनि गाह्रै पर्छ। कसैले केही सोद्धाखेरि थाहा छैन भन्नुपर्छ। तर केही छैन, थाहा नभएको कुरा थाहा छैन भन्दाखेरि पनि यो चाहिँ यो नाइट टाइमको। अब म 1 टाइम डेमा पनि आउँछु गाइस, डोन्ट केयर। डेमा आएर फुल रिभ्यू दिन्छु। माथि पनि जान्छु, अहिले माथि जान मिल्दैन किनकि अहिले समय पनि अफ भइसक्यो। सो द्याट इट्स नेक्स्ट टाइम बेटर लक नेक्स्ट टाइम। यतिको मान्छे हुँदाखेरि डर लाग्दैन, तर एक्लै भएपछि डर लाग्छ क्या। यतिको पनि उड्छ र हुन्छ गाइस। उता त अलिकति माथि छ, सो जङ्गल साइड छ अनि डर लाग्छ अभियसली। आई नो गड प्लेस, बट
अब गडले केही हुन्छ नदेखे गर्ने भएको नडराउनु मान्छे यस्ता छन् अहिले सो गाइज डर सबलाई लाग्छ मलाई पनि लाग्छ अब के गर्नु डेमा यसले माथि जान्छु अनि डेमा पनि ब्लग बनाउँछु हजुर यो ब्लगलाई राम्रो रिभ्यू दिनुभयो भने आई डु यु सपोर्ट मी आई डु ब्लग ओके त्यो चाहिँ अगाडि गयो चाहिँ फाइनली देखेर गएछ म अब म रोडको बाटो जान्छु गाइस डर लाग्छ यो बाटो एक्लै एक्लै के हिँड्नु लाग्छ त्यो डर लाग्ने गरेर त्यो रोडको बाटो अलिक लामो भयो नि केही छैन गतले सेभ गर्नुहुन्छ आइनो बट मान्छेको छेउमा अहिलेको समयमा गतले गर्छु गतले हेर्न जस्तो गाइस अझ पनि हुनुहुन्न रहेछ राति राति एकदम केयर अरूले वाच गर्नु किन गरौँ माई लाइफ माई रुट एन्ड माई डिसिप्लिन सो एनीबडी laughing me I don't care about really लाग्छ अचम्म पर्छ I don't care my life my rules so that यो राउन्ड सिटिङ आउनुहुन्छ अब दिदीलाई पनि भेटेको छैन भनेपछि छिटो जानुपर्छ दिदीलाई भन्नुपर्छ किन मान्छेको त भोलि नै फुट्दैन क्या यति धेरै मान्छे हुन्छ ठिक पनि केही छैन नआउनु नलागिसक्यो क्या अहिले रातिको समयमा पनि पुलिस मामाहरूले चेकिङ गर्नुभएको पनि राम्रै छ अफ नेपाल पुलिस त्यस्तो कुरालाई क्लिपमा जोड्नु हुँदैन केही नराम्रो पनि हुनसक्छ सो म त छिटो नै झक्कन दिदी कता म कता अब धुम्नलाई एक चक्कर लाग्छ केही छैन हुनुपर्ने अब सबैहरू भन्नु होला कि स्क्याम गरेर चाहिँ एक राउन्ड पनि नघुमिकन त्यस्तै घुमेको छु भन्नुहुन्छ ल अब किन आउनुहुन्छ यसले गरेर स्क्याम गर्दैन क्या ब्लगहरू गर्न आउँदैन के कुरा रियल हो त्यही भन्ने हो के भन्ने दाल छैन आइडोन्ट केयर सिन हातेर गर्दा हेयर स्टाइल पनि बिग्रेको छ पस्किन आइरहेको छ स्वयम्भूमा हिन्दू मुस्लिम सब आउनुहुन्छ यो टेम्पल भनेकै गौतम बुद्ध ज्ञान एक राउन्ड कति छिटो भएको गाइस म त ढङ्गै गर्छ कि आफ्नै राउन्ड मलाई सबै के नै भएको जस्तो हेर्दैछ मेरो गाइस डर लागिहाल्छ नि केही छैन संसारमा बनाउन पऱ्यो नाइनदेखि डर लाग्ने बटुदेखि लास्टै डर लाग्छ कि दिदी कता म कता
यो बाटो भइरहेछ अब तीन चक्कर हुन लाग्यो once again back. Sarikoहरू हाँसिरहेछ नि त केही छैन once again come back हामी फेरि गइसक्यो फिनिस भइसक्न लाग्यो अब ब्लग बनाउन सक्दिनँ अब फेरि आउनुहुन्छ नि फेरि एक चक्कर आउने हो अब ब्लग गरेर पनि फेरि कन्टिन्यू फेरि ब्लग मात्रै एक्लै छु अब गर्नु छ के भाइ अब ब्लग बनाएको अहिले पनि गाडी चलिरहेछ आज शनि गाडी छ हाम्रो साथ कस्तो अचम्म भयो क्या हामी चढेको गाडीमा कति खोलासी अनि ड्राइभर अनि दुईजनाको झगडा पऱ्यो है हामी बिच बाटोमै अर्को गाडीमा हालेर पठाउनु पर्छ स्वयंमा आउनुलाई त्यो छ नि आन्दोलन भएकोदेखि ड्राइभर र खोलासीमा अलिकति नराम्रो गाडी लिएर गएको जस्तो लाग्छ है के गर्न सकिन्छ सरकारले यस्तो छ ड्राइभर र खोलासीलाई पनि के भयो सरकारले यस्तो केही छैन म सरकारको बारेमा बोल्दिनँ मलाई झेल जानु छैन नाइट टाइम पुग्छु गेट अगाडि चाहिँ यहाँबाट स्टार्ट गरेर मान्छे एकछिन डिमोटिभेसन हुनुहुन्छ केही छैन डर लाग्छ डर लाग्यो मलाई केही छैन जिन्दगी यस्तै हो नडराइकन जिन्दगी बस्नुले दिदी आउनुहुन्छ र अनि एक चक्कर घुम्नुपर्छ दिदीको पनि 3 चक्कर मेरो चाहिँ 4 चक्कर हुन्छ बट दिदीको लागि एक चक्कर घुम्नुहुन्छ स्वयंमा म कति चक्कर भनेर गर्दिनँ क्या गाई भक्तिको त्यो हुन्छ नि त्यही हुन्छ के हुन्छ त्यही थाहा छैन के भन्नु र खै हजुरहरूले सपोर्ट गरिराखिदिनु होला यो चाहिँ अब स्वयम्भू भ्यू म पनि देखिरहेको छु यो चाहिँ यता यो चाहिँ स्वयम्भूबाट चारो जानेको त्यो चाहिँ यता स्वयम्भू आउनेको अहिले पनि गाडी चलिरहेको छ कहाँको गाडी चलेको चाहिँ थाहा छैन भएको छ भने बाटो भएर अगाडि हिँड्ने काम चाहिँ नगर्नु होला कृपया मेरो जस्तै हालत हुँदो एक्लै फिलिङ लाइक ब्याड हो मान्छे छुटेपछि अब सँगै घर जानुपर्छ अब कतिखेर आउने भने कुरेर बस्नुपर्छ एक्लै केही छैन अगाडि दिदी आउने बेला हुन लाग्यो खाने भनेकै आइज अब उहाँबाट मेरो एक चक्कर पुरा नभइकन म छिटो आएको 2 चक्कर लगाइसकेँ मैले दिदीको अब 2 चक्कर जस्तो अब जस्तो लाग्छ आई गेस याउ लाग्यो मलाई अब त जिन्दगीमा यस्तो गर्दिनँ अब उठै जानु पर्ला जस्तो लाग्छ तर रङ चक्कर हाल्न मिल्छ मिल्दैन त्यही थाहा छैन क्या गाइस आई डोन्ट नो देखेर यो डर साह्रो डर लाग्ने ठाउँहरू छैन बट अब दिदी कहाँ जानुभयो त्यही टेन्सन भइरहेछ बाटो भएपछि यस्तै हुँदैछ राइटको रिफ्याक्सन अब त्यस्तै लिएर आउँदै हुनुहुन्छ म यसरी बस्न सक्दिनँ दिदी आइदिएसम्म म यहाँबाट कहीँ जाँदै जान्छु
के भएको छ अनि ठाउँ पनि छिन्ने रहेछ केही ठाउँको त राति नै चल्ने समय हो आई नो बट जस्ट लाइक अ कन्टेन्ट बेबी हामी भन्ने है हामी एक्लै भएपछि पनि कहाँ जानुभयो ट्राइक्स हो आई एम फिलिङ लाइक alone comment something मैले जति भयो होला 1 घन्टा लाग्छ मेरो एक राउन्ड हाल्नु कम्ब्याक गर्न सक्यो अब म फेरि 1 राउन्ड हाल्न थाल्यो भने दिदीको पनि 1 राउन्ड हुन्छ नि त्यो टाइमै म्याच हुन्छ यो प्लिज आफूभन्दा ठुलो मान्छेसँग आएको छ भने ठुलो मान्छेहरूसँग हिँड्नु होला आफू बाटो भएर नहिँड्नु होला मेरो जस्तो हालत हुन्छ नयाँ तार्नु उता बाटोमा सीमा अब दिदी आउनुहुन्छ भनेर वेट गरेँ छेउ लाग्छ पनि कम्प्लिट भइसक्यो म ब्लगलाई कन्टिन्युसली गर्ने हालतमा छैन गाइज सो अब यति नै ब्लग बनाएँ राम्रो लाग्यो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि मोटिभेसनको लागि कमेन्ट गरिदिनु होला अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अब म चाहिँ ब्लग कन्टिन्युस गरिदिनु सो गाइज बाई हेभ अ गुड नाइट गाइज डोन्ट माइन्ड राति यसो गुड नाइट भनेको